Please tell Trump to save our life in Nigeria. They are killing Christians in Nigeria outside. मैले भर्खरै फेसबुक भिडियो स्क्रल गर्दै जाँदा हैन मैले भर्खरै देखेको नाइजेरिया भन्ने ठाउँमा हैन नाइजेरिया भन्ने ठाउँमा क्रिस्चियनहरुलाई कति दुःख दिइरहेछ है कतिलाई मारिरहेछ 52,000 क्रिस्चियनहरुलाई मारिदिएको छ अहिलेसम्म अझै कतिलाई मार्नु बाँकी छ है 52,000 क्रिस्चियन उनीहरुको गल्ती के पनि छैन लु क्रिस्चियन हुनु उनको गल्ती रहेछ किन क्रिस्चियन हुनु के गलत हो मलाई त त्यस्तो लागेन हैन कति कसैले आफ्नो आमा बुवा कसैले भाइ कसैले दिदी बच्चा धरीलाई मार्दिएको छ कस्तो बच्चा धरीलाई मार्दिएको छ तिनीले किन थाहै छैन क्रिस्चियन हुनुको गल्ती हो त्यही भएर रहेको है अर्काको ठाउँमा कति गाह्रो छ अर्काको ठाउँमा संसारमा कति गाह्रो छ क्रिस्चियनहरुलाई जिउनलाई कति कुरा सुन्नुपर्छ कति मार कति काट है क्रिस्चियनहरुलाई हामीले जति राम्रो काम गरे तापनि असल काम गरे तापनि कति मान्छेलाई सपोर्ट गरे तापनि कति मान्छेलाई माया देखाए तापनि नराम्रो नै सोच्दैन है खाली कन्फर्ट गर्नुलाई गरे मात्रै भन्छ तर हाम्रो राम्रो किन हेर्दैन थाहा छैन तर म विश्वास गर्छु एक दिन उनीहरुले पनि हाम्रो राम्रो काम असल काम हेरेर है येशूको पछि उनीहरु पनि लाग्ने छौं है त्यसैले म भन्न चाहन्छु हैन हामी कति राम्रो ठाउँमा बसेर सेवाका गर्दैछौं त्यही भएर असल मनले असल जीवन असल काम देखाएर हामीहरु गर्नुपर्छ अरूले हामीलाई यस्तो गरेर उंगली पनि नटास है क्रिस्चियनहरु यस्तो पनि हुन्छ भनेर एकजना दुईजना क्रिस्चियनको कामले गर्दाखेरि कति क्रिस्चियनलाई पनि गाह्रो हुन्छ कतिलाई मार्दै रहेछ है कति त संसारको रंगी चंगीमा संसारको इन्जोयमा है क्रिस्चियन भए तापनि थाहा भएर पनि संसारको रंगी चंगीमा इन्जोयमा घुमिरहेछ है तर एक दिन विश्वास गर्छु उनीहरु पनि फर्केर आउने छ भनेर यसरी तपाईहरुले पनि मैले भनेको जस्तै म एउटा भिडियो हाल्छु हैन एउटा भिडियो मैले हाल्छु त्यसको पछि मेरो भिडियो पछि तपाईले छिटै हेर्नु अनि प्रे गर्नुलाई प्रार्थनामा याद गरिदिनु होला है कति मान्छे मारिदिएको छ कतिको घरमा शान्ति छैन सुख छैन है कतिले त खाना पनि पाएको छैन कति बच्चाहरुले खाना पनि पाएको छैन यस्तो ठाउँमा है प्रे गरिदिनु होला प्रार्थनामा याद गरिदिनु होला भन्नु त धेरै छ तर बोल्नु पनि आउँदैन हैन लु सबैलाई जय मसीह performing prayer every day and they expect us to silence now is an order. Nigerian government came out openly and denied there is no massacre, there is no genocide of Christians in Nigeria, and look at it today. Is there any Muslim here? United Nations, I know you're watching it. American Senate, you are watching what I'm doing, I'm saying here. Special advisor to Trump. Now, please tell Trump to save our life in Nigeria. They are killing Christians in Nigeria, massacre Christians. If there's